हेलो गाइस, म फेरि पनि आइसकेको छु अर्को ब्लग लिएर गाइस तपाईहरु सामु। र आजको दिनमा चाहिँ म पानी पहिला यहाँ राख्छु। र आजको दिनमा चाहिँ म ट्रेनिङको सिलसिलामा एउटा स्पोर्ट जाँदैछु। सो तपाईहरुले त्यो देखिसक्नु भएको छ मेरो स्टोरीमा, आई नो द्याट। तर पनि म आज चाहिँ युट्युबको लागि भनेर ब्लग गर्दै हिँडिरहेको छु त्यो ठाउँमा। त्यो ठाउँ रहेको छ दुबई फ्रेम। सो यु क्यान सी गाइस, म अहिले कहाँनिर छु ठ्याक्कै यो बाटो देख्न सक्नुहुन्छ है। यहाँनिर ठ्याक्कै त्यो दुबई बुर्ज खलिफाहरू हैन, अरू सिटीहरू मलहरू यतापट्टि छ भने दुबई फ्रेम चाहिँ यतापट्टि छ। देखिराख्नु भएको चाहिँ छैन, मैले जुम गर्ने छु है। देख्न सक्नुहुन्छ निकै नै ब्युटिफुल हरियाली सिन देखिन्छ यहाँनिर। र यहाँ रहेको छ बुर्ज खलिफा दुबई मल, लाइक लट्स अफ बिल्डिङ देयर है, दुबई सिटी। एन्ड लुक एट दिस, वहाँ पर रहेको छ दुबई फ्रेम। म त्यहाँ जाँदैछु र यो तर्फ यस्तो छ बाटोमा लेट्स गो। लुक एट दिस कार है, ब्याक साइडबाट यो छ। साइड लुक्स अमेजिङ छ है, अति बवालका। यसको ग्लासदेखि लिएर होइन सबै कुराहरू त्यस्तो दामी देखिन्छ। फ्रन्ट लुक हेर्नु न, अमेजिङ छ बाबा। ल अब चल्छौँ हामी अगाडि। ओके, म यहाँ लिफ्टमा आइसकेको छु र यो रहेको छ बाहिरी सिन। ओ माइ गॉड, कम अन। सो यस्तो छ यहाँभित्र एसी सरर है, शीतल आनन्दको बाहिर घाममा हिँडिरहेको। अनि त्यही हो, यताबाट चाहिँ मेट्रो लाइन हो अनि यताबाट चाहिँ हामी एक्जिट हुनेछौँ। कता हो एक्जिट हुने नि? यतै हो क्या र? हो यतै हो। सक्नुहुन्छ यो पनि रहेको छ मेरो ट्रेनिङ स्पोर्ट। तर खासमा चाहिँ अब यहाँनिर एकदम बच्चाहरू आउँछ अहिले एकछिनमा। सो उताभित्र बच्चाहरू आइसक्यो, स्टार्ट भइसक्यो होला आउनुलाई। सो यो पनि ठाउँ चाहिँ दामी नै छ, तर म जानेछु अर्को यता अलिकति एक्लै प्र्याक्टिस गर्नु मलाई मन लाग्छ। वरिपरि होइन इन्भाइरोमेन्ट शान्त भयो भने गर्न पनि मजा आउँछ। र यो चाहिँ कस्तो छ भने अलिकति पार्क हो, यो चिल्ड्रेन पार्क। द्याट्स वाइ आई एम नट ट्रेनिङ हियर। मैले अलिअलि गरेको थिएँ एकचोटि, तर लास्टै धेरै मान्छे भएर चाहिँ मैले नगर्ने सोचेँ। बच्चाहरू लास्टै बच्चाहरू हुन्छ यहाँ। सो त्यस कारणले गर्दाखेरि म जाँदैछु अर्को ठाउँ। लेट्स गो। म्याउ 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 ढाडे खतरा चाहिँ खतरा। ओहो बाई बाई। चाहिँ हाम्रो दुबई फ्रेम देख्न सक्नुहुन्छ। र यो भित्र रहेको पार्क यस्तो मजाले मेन्टेन गरेर आएको छ, पानीहरू छरेर यताउति है। सो देख्न सक्नुहुन्छ एकदमै हरियाली वातावरण छ यहाँभित्र चाहिँ। सो म अनि यहाँनिर आइसकेको छु ट्रेनिङ गर्ने ठाउँमा। लेट्स गो, वार्म अप फर्स्ट। सो फर्स्ट इज क्लिनिङ। Okay, now warm up.
एन्डिङमा परिरह्यो भने फाल्टो रहेछ त्यहाँ अघि नै दिएको थिएँ तर त्यहाँ पर्छ जस्तो लागेको थिएन ठ्याक्कै एन्डिङमा त्यहाँ भइरहेको थियो भएर आइडिया उडाउनु सकेन सिट वान मोर टाइम यो गाइस सो लडियो पनि गरियो पनि अबेर हुन लागिसक्यो किनभने आज चाँडै घाम डुब्यो सायद यहाँ आउँदा आउँदै ढिलो भयो मलाई होइन त्यसकारण म धेरै चिजहरू गर्न भ्याउनु जस्तो छ तर होप जति भ्याउँछु त्यति हान्ने छु स्टामिना पनि कम हुँदै गइरहेछ टाढा छ बाटो सो लेट्स गो कम अन नेक्स्ट ट्रेक ओके गाइस सो अब हामी भेट्नेछौँ अर्को भ्लगमा सो किनभने यो भ्लग चाहिँ अब यहाँनिर टुङ्ग्याउनु गइरहेको छु रात पनि पऱ्यो लाइटले पनि भ्याउँदैन फ्लिप स्लिप हान्नेको केही राम्रो देख्दैन सो हामी भेट्नेछौँ अर्को भ्लगमा गाइस सो त्यतिन्जेलको लागि आरामसँग बस्नु होला अनि सो सी यू नेक्स्ट भ्लग बाई बाई लभ यु अल